82 को मत परिणाम अब अन्तिमतर्फ पुगेको छ। मतगणना कार्य र मत परिणाम आउने क्रम पनि तीव्र देखिएको छ। प्रत्यक्षतर्फको धेरै नतिजाहरू सार्वजनिक भइसकेको छ र समानुपातिक तर्फको मतगणना पनि झन्डै 25 लाख हाराहारी सकिसकेको अवस्था छ। सिधा कुराको प्रत्यक्ष प्रसारण हेरेर बसिरहनुभएका, भर्खरै लाइभमा जोडिनुभएका यहाँहरू सम्पूर्ण दर्शकहरूका लागि म एकचोटि सबैभन्दा पहिले त यो निर्वाचनको प्रारम्भिक मत परिणाम कस्तो छ, कुन दलको र चुनावी हैसियत कस्तो पुग्यो भन्ने म समग्रमा एउटा सारांश तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। फागुन 21 गते सम्पन्न भएको ऐतिहासिक निर्वाचनको आज तेस्रो दिन मतगणनाको बिहान 7 बजेसम्मको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी कुल 100 सिटमा प्रत्यक्षतर्फ जित हासिल गर्दै पहिलो राजनीतिक शक्ति बनेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीका अझै थप 25 जना उम्मेदवारहरू देशभरबाट अन्य प्रतिस्पर्धीको तुलनामा अग्रस्थानमा देखिनु भएको छ र अहिलेकै अवस्थामा यो मत परिणाम रासोपाको पक्षमा पर्यो भने, अन्तिम नतिजा रासोपाको पक्षमा आयो भने कुल 125 सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फको सबैभन्दा ठूलो दल बन्ने देखिएको छ र उसले झन्डै प्रत्यक्ष 165 सिट मध्ये 138 सिट जुन बहुमतको सरकार बनाउनका लागि चाहिने सिट हो त्यसको नजिक विजय प्राप्त गर्ने अवस्था देखिएको छ। अहिलेसम्मको समानुपातिक मत परिणाममा रासोपाले 10,31,000 मत प्राप्त गरेको छ। यो भनेको झन्डै कुल समानुपातिक मतगणना भएको मतको 50% भन्दा केहीले अझै बढी हो। यस्तै गरी दोस्रो स्थानमा नेपाली कांग्रेस पार्टी आइपुगेको छ। नेपाली कांग्रेसले कुल 14 स्थानमा जित निकालेको छ देशभरिबाट र उसले अब जम्मा 2 ठाउँमा आफ्नो